अब त भूपेन्द्रको सच्चाइ भुन्टीले थाहा पाइन् र अब भूपेन्द्रको खेल खतम। आउने सेसनमा केही कुराकानी गर्नु छ त्योभन्दा पहिला हजुरहरूलाई भुन्टी सिरियल एकदमै मनपर्छ भने त्यसको लागि अवश्य पनि एक लाइक र सब्सक्राइब गर्नुहुन्छ भन्ने आशा राख्दै आजको मेन विषयतर्फ लागौँ। हो दर्शक पनि भुन्टीले अब सबै कुरा थाहा पाइसकेकी छिन् कि अब भूपेन्द्रले पनि पहिला जस्तै धोका दिइरहेका छन् भनेर, त्यही भएर मलाई यस्तो गरिरहेका छन् भनेर अब भुन्टीले पनि यिनीहरूलाई त्यसै त कहाँ छाड्छिन् र पहिला पनि त्यस्तै गरेर 3-4 चोटि कति माफ गरिदिएकी हुँ। भने म त्यति लाटी पनि बन्दिनँ कि यस्तो हुँदाहुँदै म हेरेर बस्ने। अब यो सबै खेल खतम मैले आफै गर्छु, भूपेन्द्रले सुरु गरेको अब मैले खेल खतम म आफै गर्छु भनेर भुन्टीले भनेकी छिन्। मलाई कति झुक्काएर कति दुःख दिएर मेरो जिन्दगीमा खेल खेलिरहेको त्यो खेल नभए अरू के हो भनेर भुन्टीले रिसाउँदै भनेकी छिन्। अब म यिनीहरूको लागि पहिले नै म यिनीहरूको घर परिवारको सदस्य थिएन, यसै थिएन, त्यसैले अब यिनीहरूले केही गरेर मैले यिनीहरूलाई पछुताउने गराएरै छाड्छु भनेर भनेकी छिन्। अब भुन्टीले यिनीहरूलाई सबै पश्चाताप गर्नुपर्छ भनेर त्यसले कामना भुन्टीले नबनाउला भन्दै म यहाँ बिदा हुन्छु। हस्, धन्यवाद।